अब तेल ताप्दै लाग्छ गाइस हैन टक हैन आज मासु बनाउनु लाग्यो गाइस हैन प्योर अर्ग्यानिक नेपाली स्टाइलको मासु हो हैन तपाईँहरूले खाएपछि चाहिँ औँला पनि काट्नुहुन्छ क्या हेर्नुहोस् त म कति राम्रो तरिकाले बनाउँछु क्या थ्याङ्क यू हैन तपाईँहरूले मेरो यहाँ हेर्नुहोस् त मटन बनाउँदैछु मासु बनाउनु लाग्यो गाइसहरु ठिक छ गाइस यहाँ मसला हेर्नु सक्नुहुन्छ लाएको तेल हो हैन तोरीको तेल सब येमा यति मसला छ नि तमन इसो मसला बनाए गया नि तमन हार्ट फेल हुने थाहा छैन खतरनाक मसला छ गाइस हैन यहाँ पुरा लाएको तेल हैन टक्क धनिया सनिया सब पुरा हैन मेरो बुढीले तयार गरिरहेको छ और म बनाउन आरे और बुढीले भन्ने छ आज तमरा हातमा म मासु खाना भन्ने छ हैन त गाइस यहाँ हेर नि ग्राइन्डर हो हैन इन सब हाल्दियो म हैन अब ल गाइस तेल हाल्दौ म ठीक छ कबा कबा बनाउनु छ के यहाँ हेर पुरा प्योर लागेको तेल हो चक्कीबाट केसीका चक्कीमा बेलायो हो घरको तेल बहुत बढीको तेल गाइस हैन तेल ज्यादा नै हाल्न सक्छौं हम ठीक छ जति तेल भयो तिनीको हुने गाइस हैन मेरो बुढीको हातले धेक्को लाएर लदम हैन तेल ठीक छ बुढी टेन्सन नगर्नु त अब हैन ल ठीक छ गाइस हैन म बनेपछि तपाईलाई देखाउनु पछि मसला हालेर टक्क टक्क देखाउनु हैन ओके तपाईँ चाहिँ भिडियो हेर हैन यहाँ हेर माछा आज घरै खसी काटेर देखे अब मस्त भ्या यहाँ त पुरा लाल मास पिसु लाग्यो